ज्वरो पनि एक्जाम हेरी आउँदो रहेछ। एक्जाम आइसक्न आँट्यो, दिनभरि स्कुलमा थिएँ, अहिले यस्तो ज्वरो आएको छ, रुगाखोकी लागेको छ, पढ्न सकेको छुइनँ दिनभरि स्कुलमा। त्यस्तै रिग्रेट फिल हुँदै थियो। एक्जाम टाइममा त मलाई केही पनि नहोस्, आई जस्ट वान्ट टु रिड जस्तो फिल हुन्छ। तर पनि घर आएर पढ्छु भनेको दिउँसो नै त्यस्तो कस्तो रुगाखोकी लागेर तातो भइरहेको थियो। अहिले झन् ज्वरो आएर कस्तो भइरहेको छु। आइएम अन स्लिपिङ। अब एकछिन रेस्ट गर्छु अनि मेबी भोलिबाट म स्टार्ट गर्छु कि केही पढाएको छैन, कति पढ्नु छ, कस्तो टेन्सन फिल भइरहेको छ। झन् स्कुल नि जानु छ, एक्जामको लागि छुट्टी ल्याएको छ, धेरै छुट्टी नि लिन मिल्दैन। अब बिराम भयो भने भोलि स्कुल जानु सकिनँ भने त्यो पनि अलग्गै तनाव हुन्छ। पढ्न नि स्टार्ट गर्नु छ, कति धेरै के पढ्नु छ, होल सिलेबस कम्प्लिट गर्नु छ। उफ, डर लागिसक्यो, टेन्सन भइसक्यो। बिहान उठेर रनिङ नै जानु छ, सक्छु कि सक्दिनँ होला त्यो पनि थाहा छैन। यो रुगाखोकी ज्वरो एकैचोटि लागेर बेहाल भएको छ मेरो चाहिँ। ओके, बाई बाई एभ्रिवान, सी यु अल इन नेक्स्ट भिडियो।